छोरी उठ न छोरी के भएको र उसलाई तर माफ गर्न चाहन्छु तर अब यो संसारमा छैन डाक्टर यस्तो एकचोटि फेरि चेक गरिदिनुहोस् न होइन हजुरहरूले खोप नलागेको कारणले गर्दा खोपमा हेलचेक्राइ गरेको कारणले गर्दाखेरि यस्तो भएको हो खोपले गर्दाखेरि अब हजुरहरू नानीमा त्यस्तो भएको हुन्छ लौ मैले त झन् खोप लाएर नानी बिरामी हुन्छ भनेर पो झुटो बोलेको यस्तो हुन्छ भन्ने पहिले भन्नु पर्दैन मलाई हजुरहरूलाई पहिला नि भनेको थियो तर हजुरहरूले हेलचेक्राइ गर्नु भएर हो अब हामीले केही गर्न सक्दैनौँ यसको यो सब तिम्रो